नमस्कार सबैजनालाई। आज पनि मैले यो फाइनान्स र ट्रेडिङ रिलेटेड फर्स्ट भिडियो ल्याएर आएको छु र यसमा हामीले फाइनान्स रिलेटेडहरू हाम्रो बेसिकदेखि एडभान्ससम्मका नलेजहरू हामीले यसबाट गेन गर्नेछौँ र आजदेखि चाहिँ मैले हप्ताको 2 या 3 दिन तपाईँहरूको लागि मैले फाइनान्स र ट्रेडिङ रिलेटेड भिडियोहरू ल्याउने आउनेछु। किनकि अहिलेको नेपालको यो सन्दर्भमा हेर्ने हो भने अहिलेको जस्तै सहरी क्षेत्रमा चाहिँ फाइनान्स र ट्रेडिङ रिलेटेड नलेजहरू बृहत मात्रामा बढे तापनि हाम्रो ग्रामीण क्षेत्र ग्रामीण भेगभित्र चाहिँ जस्तै सुदूर इलाकाहरूमा चाहिँ हाम्रो फाइनान्स र ट्रेडिङ रिलेटेडहरू र फाइनेन्सियल लिट्रेसी रिलेटेडहरू डिजिटल फाइनेन्सियल कुराहरू चाहिँ हाम्रो अहिले ग्रामीण क्षेत्रसम्म ग्रामीण भेगसँग र सुदूर र कर्णालीको भेगहरूसम्म चाहिँ हामीले यी कुराहरू चाहिँ पुर्याउन सकेका छैनौँ। र मेरो एकमात्र अहिले यो उद्देश्य अथवा मेरो प्राथमिकता के हो भनेपछि यस च्यानलबाट चाहिँ मैले देशभरिका विभिन्न क्षेत्रहरूसँग फाइनेन्सियल र डिजिटलसँग म जोडिएर चाहिँ सबैसँग चाहिँ यो फाइनेन्स रिलेटेड र आफ्नो मनी आइडियाहरू चाहिँ कसरी गेन गर्ने, कसरी यहाँबाट चाहिँ हामीले फ्युचरिङ प्लानिङहरू गर्न सक्छु भन्ने कुराहरू चाहिँ ल्याएर आउनेछु। र ढिलो नगरौँ, आजको हाम्रो टपिक रहेको छ कि हामीले चाहिँ पैसा त कमाउँछौँ तर पैसा बचत गर्न सक्दैनौँ, पैसा बचत हुँदैन, आफ्नो हातमा भएको पैसाहरू खर्च भइहाल्छ, कसरी बचत गर्ने होला, के गर्ने होला, यसको प्लानिङहरू के छ हैन। यदि यसरी नै जस्तै हामीहरूले लाखौँ करोडौँ अर्बौँ पैसा कमाए पनि यदि बचत हुँदैन भने त्यसको त कमाएको कुनै उपाय छैन नि त। यहाँ त अहिलेको युग कस्तो भने यहाँ हरेक मान्छेले हरेक संसारमा चाहिँ अहिले फ्युचरिङ प्लान गरिरहेछ। तर नेपालको सन्दर्भमा हेर्ने हो भने यहाँ त के हुन्छ भने चाहिँ वैदेशिक रेमिटेन्सहरू के अरे स्वदेशी श्रमिकहरू विदेशमा गएर विदेशबाट कमाएको आर्जित सम्पत्ति स्वदेश त पठाउँछन्, तर म्याक्सिमम अहिलेको हाम्रो डाटा अनुसार हेर्ने भने लगभग करिब 75% हाम्रो अहिले कन्जप्सन भइरहेको छ, उपभोग्य क्षेत्रमा गइरहेको छ, बचत छैन। के हो त, बचत किन भइरहेन त? आम्दानी गर्न सहज हुन्छ तर बचत गर्न गाह्रो हुन्छ, किन त? अनि यो एउटा सबभन्दा प्रमुख कारण भनेको हामीले बचत गर्ने बानीको विकासै छैन। हामीहरूलाई यो प्लानिङै छैन कि हामीले बचत गर्ने कि नगर्ने, कि हामीहरूलाई के हुन्छ भने चाहिँ हामीहरूलाई जुन कुराहरू उपभोग गर्न मन हुन्छ त्यो कुरा हामीले प्रयोग गरिरहेको हुन्छौँ, त्यो कुरामा हामीले खर्च गरिरहेको हुन्छौँ, तर हामीहरूलाई थाहा हुन्न कि हाम्रो खर्च कहाँ कसरी के गरेर गइरहेको छ भनेर। कस्तो हुन्छ भने जस्तै अब एउटा इक्जाम्पल भनौँ, जस्तै म बिहान गएँ, मैले 50 रुपियाँको नास्ता खाइदिएँ, दिउँसो गएँ मैले प्यान ल्याइदिएँ, साँझ गएँ मैले कपी ल्याएर आइदिएँ। अनि यो कुराहरू मैले रेकर्ड गरेको हुँदैन र मलाई थाहा हुँदैन कि मैले मेरो हर प्रतिदिन चाहिँ मेरो चाहिँ कति खर्च भइरहेको छ त भन्ने कुरालाई मैले इन्क्लुड गरेको हुँदैन। तर महिनौसम्म मैले हरेक दिन मैले 100 रुपियाँ 150 रुपियाँ 200 रुपियाँ खर्च गर्दै गयो भने मेरो मन्थली खर्च कति हुन्छ त्यो क्यालकुलेसन गर्दाखेरि त्यो त्यति बेला थाहा हुन्छ। हामीहरूले के गर्छौँ भने चाहिँ होइन त मैले त खर्च गरेको छैन, 10-20 रुपियाँ खर्च हुन्छ, यो कुरा हाम्रो दिमागमा बसेको हुँदैन। त्यसैले गर्दा के हो भनेपछि हामीले खर्च जुन गरिरहेको छौँ नि त्यो कुन क्षेत्रमा गरिरहेको छ भन्ने कुरालाई हामीले दैनिक रूपमा रेकर्ड राख्नुपर्छ। यहाँबाट हामीहरूको के थाहा हुन्छ भनेपछि मैले मन्थली कति खर्च गर्ने रहेछ, मेरो इयरली कति आउने रहेछ वार्षिक खर्च होइन, त्यो कुराहरूलाई हुन्छ। त्यो कुरा भयो भने प्लानिङ हुन्छ, मैले अब यति खर्च गर्नुपर्छ है, मैले अधिक मात्रामा खर्च गरिरहेको छु भन्ने कुराहरूलाई त्यहाँबाट गेन हुन्छ। अनि त्यसपछि गएर यसको प्लानिङ बनाउने, बचत गर्ने प्लानिङ बनाउनुपर्छ। भनेको मतलब अब चाहिँ मैले यो बचत गरेर भविष्यमा म यस्तो क्षेत्रमा लगानी गर्छु अथवा यस्तो चिजमा चाहिँ यस्तो टपिकमा चाहिँ म यो कुरामा चाहिँ युज गर्छु पैसालाई होइन। त्यो एउटा जहाँबाट चाहिँ हामीले पैसा लगानी गरेर त्यहाँबाट हामीले अझै डबल अर्न गर्न सक्छौँ नि, त्यो कुरामा चाहिँ हामीले बढी जोड दिन सक्नुपर्छ। अर्को भनेको हाम्रो यो आम्दानी भन्दा चाहिँ खर्चको योजना नबनाएर मेन त यो टपिक भइसक्यो होइन। अब यो हामी के गर्छौँ भने साना खर्चलाई व्यवस्था गरिदिन्छौँ। भनेको हाम्रो जस्तै इक्जाम्पल कसै पनि मान्छेले अथवा कुनै पनि व्यक्तिले चाहिँ 5 रुपियाँ 10 रुपियाँ खर्च गर्छ भने, तर उसलाई त के लाग्छ भने चाहिँ मैले 5 रुपियाँ 10 रुपियाँ खर्च गरेको, त्यो करोड खर्च त गरेको होइन नि त भन्ने हुन्छ। तर त्यो कुरा गलत हो, किनकि 5 रुपियाँ 10 रुपियाँले नै भोलि गएर एउटा विशाल मनी बन्न सक्छ। जस्तै इक्जाम्पल कुनै पनि समुद्र, कि त्यो समुद्र एउटा ठुलो नदी गएर त्यहाँ त्यो समुद्र बनेको त होइन नि त, त्यहाँ त थोप्पा पानीहरू, नदी नाला किनारा ताल तलैया बनेर नदी बन्छ नि त। त्यस्तै मनी पनि सानो सानो खर्च भइरहेको हुन्छ, तर त्यो हामीलाई थाहा हुँदैन हामीले कहाँ खर्च गरिरहेको हुन्छ भन्ने कुरा। त्यहाँबाट हामीले त्यो सानो सानो खर्च हुँदाखेरि एकचोटि त्यो विशाल मनीको रूपमा हामीले त्यसलाई चाहिँ देख्न सक्छौँ। अनि हाम्रो अहिलेको
मेन दृष्टिकोण भनेको कस्तो भनेपछि हामी बचतलाई प्राथमिकता दिँदैनौँ। हामीले बचतलाई कहिल्यै पनि प्राथमिकता दिएको पाउन सक्दैनौँ। फेरि यो फेरि नेपालको सन्दर्भमा, विदेशको सन्दर्भमा त विदेशीहरूले के गर्छन्, यदि पैसा छ भने त्यसलाई हामीले उत्पादनशील क्षेत्र अथवा कहाँबाट चाहिँ हामीले मनी डबल गेन गर्न सक्छौँ त, जस्तै सेयर मार्केटहरू हुनसक्छ होइन, त्यसपछि गएर उत्पादनशील क्षेत्र लगानी गर्ने विस्तार गर्ने क्षेत्रहरू हुनसक्छन्, अथवा रियल के अरे यो के भन्छन् हाम्रो यो जग्गा सम्बन्धी कारोबार हुन्छ नि, यो रियल सेक्टर, यतातिर पनि हामीले विदेशतिर चाहिँ त्यस्तो लगानी गरेको देख्न पाउँछौँ। तर नेपालको सन्दर्भमा ठिक छ, नेपालको सन्दर्भमा पनि घर जग्गा कारोबार पनि भइरहेको छ, त्यसमा पनि ल ठिक छ, दिन प्रतिदिन त्यहाँको भ्यालुएसन बढिरहेको छ। तर त्यसको मतलब यो होइन कि म्याक्सिमम् मान्छेहरूले के गर्छ भनेपछि जो मान्छेसँग करोडौँ पैसा छ, अर्बौँ पैसा छ, अथवा विदेशबाट टन्नै पैसा कमाएर ल्याएको छ, त्यो मान्छेले घर जग्गा क्षेत्रमा लगानी गर्छ भने जोसँग जस्तै लाख, 1.5 लाख, 2 लाख पैसा छैन नि, त्यो मान्छेले के गर्छ भने त्यो मान्छेले लगानीको कल्पना कहिले पनि गर्दैन। होइन म 1.5 लाख रुपियाँले के गर्न सक्छु भन्ने कुरालाई चाहिँ उसले उ गरेर आउँछ होइन। त्यसैले गर्दा पैसा कहिले पनि सानो हुँदैन र पैसा ठुलो हुँदैमा त्यो पैसाले ठुलो कुराहरू उपलब्धि हुन्छ भन्ने पनि कहिले त्यो हामीले सोच्न सक्दैनौँ। त्यसैले गर्दा पैसा जति सानो भयो भने, जति ठुलो भयो भने लगानी गर्ने, बचत गर्ने, बचतलाई प्राथमिकता दिने, अनि बचत गर्नको लागि चाहिँ हामीले एउटा प्री प्लानिङ गर्ने। भविष्यको फ्युचर छ नि त, त्यो मान्छेको लाइफ भनेको ठिक छ भोलि के हुन्छ थाहा हुन्न, तर वास्तवमा भन्यो भने जे भए पनि त पैसा अहिले बच्यो भने भोलि काम लाग्छ, पर्सि काम लाग्छ, त्यो कुरालाई हेर्ने हो नि त। ठिक छ, मान्छेको जीवन जस्तै 60 वर्ष 70 वर्ष मान्छे बाँच्छ, त्यसपछि त्यो मान्छे मरेर गए पनि तर उसको एउटा मनी प्लानिङ, एउटा यो धरतीमा जन्म भइसकेपछि त्यो कुरालाई चाहिँ अलिकति उसले जोड दिनुपर्छ। आज खाएर आजै मर्दिने भन्ने सोच कहिले पनि त्यो थिङ्किङ राख्नुहुन्न। त्यसैले गर्दा मनी इज एभ्रिथिङ हो, तर यसको मतलब फेरि मनी नै सबै कुरा हो भन्ने होइन, तर सेभिङलाई जोड दिनुपर्छ। आजको कुरालाई भन्दा नि फ्युचरलाई पनि हेर्नुपर्छ भन्ने कुरालाई चाहिँ जोड दिनुपर्छ। र यो कुरालाई मैले आज राखेर तपाईँहरूलाई यो भिडियो मन पर्यो भने लाइक सब्सक्राइब गरिदिनु होला। यो मेरो बेसिक नलेज र बेसिक एउटा मनीको बारेमा, अथवा बचत कसरी गर्ने, बचत हुँदैन, पैसा जति कमाए पनि खर्च मात्र हुन्छ भन्ने कुरालाई चाहिँ मैले यो भिडियोमा ल्याएर आएको छु। र भोलिको दिनमा मैले फाइनेन्स र ट्रेडिङ रिलेटेड पनि इन्भेस्टमेन्ट कसरी गर्ने, अनि लगानी कसरी गर्ने, अझै बचत कसरी गर्ने, अथवा जस्तै कुनै मान्छे स्टुडेन्ट हो भने स्टुडेन्टले चाहिँ कसरी पैसा चाहिँ हामीले आफू चाहिँ के भन्छन् सेल्फ डिपेन्ड हुने होइन, त्यो कुराहरूलाई पनि म भोलि पर्सि म यो भिडियोहरू पनि ल्याएर आउनेछु। र आजलाई यो भिडियो यति नै। यदि मन पर्यो भने लाइक सब्सक्राइब गरिदिनु होला र कमेन्ट पनि छोडिदिनु होला कि मैले यो भिडियो बनाउँदै गर्दा चाहिँ तपाईँहरूलाई यसमा के चाहिँ कन्फ्युजिङ लाग्यो, अथवा के कुरा चाहिँ अझै भोलिको दिनमा यो भिडियोहरू बनाएर ल्याइदिएको भए चाहिँ अझै राम्रो हुन्थ्यो भन्ने सोच्नुहुन्छ, त्यो कुरालाई चाहिँ कमेन्टमा लेखिदिनु होला र लाइक सब्सक्राइब गरेर साथीहरूसँग सेयर पनि गरिदिनु होला। धन्यवाद।